हेलो हेलो गुड मर्निङ सबैजनालाई। आज हामी दक्षिण पर्वतकै ऐतिहासिक पैँकुट मन्दिर दर्शनका लागि जाँदैछौँ। आजको हाम्रो यात्रा सुरु भएको छ। म तपाईहरुलाई आजको सम्पूर्ण अपडेट यस भिडियोमा गराउनेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। पैँकुटसम्मको यात्रा गर्नको लागि हामीहरूलाई करिब 2 घण्टाको समय लाग्छ, किनकि हामी पैदल हुँदै पैँकुट जाँदैछौँ। हामीहरू अहिले जारानीमा आइसकेका छौँ। यता देख्न सकिन्छ साततलेको भिर, यता पारी देख्न सकिन्छ डाङ्गोट, यता माथि देख्न सकिन्छ भाँडाबारी। आजको मौसम एकदमै क्लियर रहेको छ। चारैतिर हरियाली, सुन्दर रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ। हामीहरू पहिले घाँस दाउरा गर्नको लागि यताको जङ्गलमा आउँथ्यौँ, गाईबस्तु चराउनको लागि यी भिरहरूमा आउने गर्दथ्यौँ। अहिले हामीहरू ठुलो गैरामा आइसकेका छौँ। म तपाईहरुलाई ठाउँ ठाउँका सबै अपडेटहरू गराउनेछु। हेर्नुहोस्, एकदमै सुन्दर रमणीय दृश्य छ। आजको मौसम पनि एकदम क्लियर देख्न सकिन्छ। यो चाहिँ ठुलो गैरा। वर्षाको पानीले गर्दा यहाँको पैदल बाटो पनि हिँड्नको लागि धेरै समस्या भएको छ। यहाँबाट पैयुँ क्षेत्रका रमणीय ठाउँहरू देख्न सकिन्छ। यता उपल्लोको बुक भयो। यो जङ्गलभन्दा अगाडिपट्टि हाम्रो घर रहेको छ। यहाँबाट त्यति क्लियर देख्न सकिँदैन। हामीहरू पैदल मार्ग हुँदै जाँदैछौँ। हिँड्नको लागि पनि धेरै समस्या भएको छ। पैँकुट पुग्नको लागि करिब 2 घण्टाको समय लाग्नेछ, किनकि हामीहरू पैदल मार्ग हुँदै जाँदैछौँ। हिँड्नको लागि केही समस्या अवश्य हुनेछ। हामी चाहिँ अहिले भिरपानीमा आइसकेका छौँ। यहाँ चाहिँ पानीको मुहान रहेको छ। विशेष गरी हामीहरू गाई बाख्रा वस्तुभाउ चराउनको लागि आउँदा पिउने पानी यही अगाडि रहेको छ। अहिले चाहिँ पिउनको लागि मूल सुकेको अवस्था रहेको छ। हामीहरू अहिले ढुङ्गेबासमा आइसकेका छौँ। यहाँ आउनको लागि हामीलाई करिब आधा घण्टा लागिसक्यो। यहाँदेखि यो जङ्गल हुँदै हामी पूर्णगाउँ निस्किनेछौँ। सायद यो बाटो पैदल मार्ग त्यति राम्रो छैन होला। जहाँसम्म हामी यताबाट सिधा अगाडि हुँदै भाँडाबारी पछि पूर्णगाउँ जानेछौँ। हामीहरू कटुस खोज्नको लागि यो जङ्गलमा आउने गर्दथ्यौँ। अहिलेको सालमा चाहिँ खासै कटुस देख्न सकिएन। योभन्दा अगाडिको सालमा कटुस एकदमै राम्रो फलेको थियो। यी सबै कटुसका रुखहरू सानोमा यो बाटो एकदमै ओहोरदोहोर गर्ने गरिन्थ्यो। अहिले चाहिँ आधा घण्टाको पैदल यात्रापछि हिँड्नको लागि धेरै गाह्रो भइसकेको छ। अझै पनि 1-1.5 घण्टा लाग्दछ पैँकुट मन्दिरसम्म पुग्नको लागि। हामीहरू अहिले भाँडाबारी चोकमा आइसकेका छौँ। यता तलपट्टि पैयुँ गाउँपालिका पर्दछ भने यता माथिपट्टि महाशिला गाउँपालिका पर्दछ। विशेष गरी चाडपर्वको अवसरमा यो आँपको रुखमा लट्ठे पिङ हाल्ने गरिन्थ्यो। अहिले चाहिँ मानिसहरूको बसाइसराइले गर्दा त्यो देख्न सकिएको छैन। गाउँघरहरू सुनसान भएका छन्। हाम्रो यात्रा कन्टिन्यू अगाडि बढिरहेको छ। हामीहरू अहिले पैयुँ गाउँपालिका छोडेर महाशिला गाउँपालिकामा आइसकेका छौँ। यता अगाडि देख्न सकिन्छ उपल्लो गोपुक, त्यहाँभन्दा पारिपट्टि बेहुलीबास, अगाडिपट्टि थुप्रै ठाउँहरू देख्न सकिन्छ। हामीहरू पैँकुट मन्दिरमा पुग्नको लागि अझै 1 घण्टाको समय लाग्ने गर्दछ, किनकि हामी पैदल मार्ग हुँदै पैदल जाँदैछौँ। हिँड्नको लागि अलिकति केही असहज भएको छ। हेलो विपिन, कहाँ हिँडेको तिमीहरू? किन हिँडेको? घुम्नको लागि हो?
किन हो त खेल्न हिँडेको के गर्नु हो त ल ल ठिक छ हामीहरू पैदल मार्ग हुँदै यहाँसम्म आइसकेका छौँ अगाडिबाट जिप आइरहेको छ हामीहरू यही जिपमा चढेर पैँकुटसम्मको यात्रा गर्नेछौँ हामीहरू अहिले फाइनल्ली पूर्ण गाउँमा आइसकेका छौँ पैदल मार्ग हुँदै भाडामरीसम्म आइसकेका थियौँ बिचमा हामीले जिप भेटायौँ जिपमा चढेर हामीहरू अबको आधा घन्टाको समयमा पैँकुट मन्दिरमा हामी पुग्नेछौँ पहिले पूर्ण गाउँमा बाक्लो बस्ती थियो अहिले चाहिँ बसाइ सरेको कारणले गर्दा बस्तीहरू पातलो भएको छ हामीहरू यो बाटो हुँदै सानापानी हुँदै ऐतिहासिक पैँकुट मन्दिरमा पुग्नेछौँ हामीहरू करिब पैँकुट मन्दिर परिसरमा पुगिसकेका छौँ अबको 5 मिनटको समय अवधिभित्र हामी प्रवेश गर्नेछौँ फाइनल्ली हामीहरू पैँकुटमा आइसकेका छौँ यो चाहिँ इन्ट्री गेट रहेको छ प्रवेशद्वार हामीहरू अब भित्र मन्दिरको दर्शनको लागि जाँदैछौँ यहाँभित्र के रहेको छ म तपाईहरूलाई यस भिडियोमा सम्पूर्ण जानकारी दिनेछु यहाँनिर पानीको ठुलो पोखरी रहेको छ यो पोखरी फाउन्टेनको लागि निर्माण गरिएको जस्तो लाग्दछ यता अगाडि बस्नको लागि निर्माण हुँदैछ त्यो अगाडिपट्टि साइडमा देख्न सकिन्छ भवन निर्माण हुँदैछ यता अगाडि इन्ट्री गर्नको लागि गेट भइसक्यो इन्ट्री गेट त्यसपछि यता अगाडिपट्टि तल देख्न सकिन्छ वासरुम भयो पानी पिउनको लागि धारा पनि रहेको छ यता अगाडिपट्टि देख्न सकिन्छ एकदमै मनोरम दृश्यहरू चिउरी खाल्टा भत्रेपाटा लुङर्याङ बिहादी गाउँपालिकाका विभिन्न ठाउँहरू देख्न सकिन्छ तल्लोपट्टि पैयुँ गाउँपालिकाको बेहुलीबास डुन बजार अगाडि टकलाक देख्न सकिन्छ यहाँबाट अगाडि हामीहरू पालुस्थान पर्यटकीय स्थल जानको लागि यो बाटो युज गरिन्छ अब हामीहरू केही समयपछि मन्दिरको दर्शन गर्नेछौँ मन्दिरभित्र बाहिर वरिपरि के कस्तो रहेको छ के कस्तो माहौल रहेको छ सबै म देखाउनेछु हामीहरू मन्दिर दर्शन गर्नको लागि मन्दिर परिसरमा आइसकेका छौँ विशेष गरी चाडपर्व दसैँको अवसरमा श्रद्धालु भक्तजनहरूको विशेष भिड लाग्ने गर्दछ शुभ विजयादशमी अवसरमा सप्तमी अष्टमी नवमी दशमी र पूर्णिमासम्म भक्तजनहरू दर्शन गर्नको लागि जाने गर्दछन् फाइनली हामीहरू पैँकुट दर्शन गरिसकेका छौँ अबको केही समयमा हामी घरतर्फ प्रस्थान गर्नेछौँ तपाईलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला यो भिडियो फेसबुकबाट हेर्नुभएको छ भने हाम्रो फेसबुक पेज फलो तथा युट्युबबाट यो भिडियो हेर्नुभएको छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब अवश्य गर्नुहोला